हेलो हेलो नमस्ते गाइजहरू नमस्ते है। म चाहिँ फाइनली बातोके घुम्न गएको थिएँ। सो गाइजहरू हामी चाहिँ त्यो बातोके मन्दिर त्यो मूर्ति थियो, मूर्तिको सिँढीहरू चढेर उकालो पार गरेर त्यो माथि गुफाभित्र पनि दुईवटा मन्दिर रहेछन्। सो हामी चाहिँ मन्दिर प्रवेश गरिरहेका छौँ। त्यो बातोको सिँढी त ओ माई गड कति धेरै, लगभग मैले ठ्याक्कै काउन्ट त गरिनँ, तर अहिले आएर याद आयो त्यहाँ भएको भए ठ्याक्क काउन्ट गरेर आउनुपर्ने रहेछ। मैले चाहिँ काउन्ट गरिनँ। सो गाइजहरू हामी चाहिँ त्यो सिँढीमाथि चढेर चाहिँ मन्दिरभित्र गुफाभित्र प्रवेश गरिसकेका छौँ। यो चाहिँ उता मन्दिर, यो माथि हेर्नुहोस् त पुरा पहाड जति माथि आकाशै देखिन्न क्या त्यो। अनि पुरा वरिपरि पहाडले पुरा चट्टानले त्यो पुरा घेरिरहेछ, त्यो आकाशै देखिँदैन। अनि पुरा त्यस्तो गुफो खतरा गुफो छ। अनि हामी चाहिँ यताउति पुरा हेरिरहेछौँ त्यो गुफा, यताउति चट्टान त्यो हेरेर हामी चाहिँ मक्ख भएका छौँ। अनि उहाँ चाहिँ हाम्रो साथी सँगै गएको, यताबाट घुमेर यसो घुमेर आउँ भनेर सँगै गएको साथी हो। अनि हामी चाहिँ बिस्तारै बिस्तारै ओह्रालो झर्दैछौँ। त्यहाँभित्र फेरि ओह्रालो सिँढी पनि झर्नुपर्छ, उकालो सिँढी पनि झर्नुपर्छ। लगभग दुईवटा स्टेप पार गर्नुपर्छ। एउटा स्टेप मन्दिर छ, त्योभन्दा अर्को स्टेपभित्र पनि अर्को मन्दिर छ। अनि लास्ट अनि दुईवटा स्टेप चाहिँ पार गर्नुपर्छ। सो हामी चाहिँ एउटा स्टेप पार गऱ्यौँ, अब एउटा स्टेप बाँकी छ। हामी चाहिँ बिस्तारै अगाडि बढिरहेछौँ, हेरिरहेछौँ यताउति। धेरै 14 वर्षपछि गएको, तर अलि परिवर्तन चाहिँ भएको रहेछ। पहिला चाहिँ थिएन, अनि अहिले चाहिँ अनि म चाहिँ जुत्ता खोलेर चाहिँ त्यहाँ राखेर चाहिँ हामी जान लागेका छौँ। सो एक लाइनबाट जुत्ता नखोलेर पनि जान मिल्दो रहेछ। यताको लाइनमा चाहिँ पूजा चलिरहेको रहेछ, त्यहाँबाट जुत्ता लगाएर जानु नमिल्ने रहेछ। अनि नमिल्दा हामी त जुत्ता खोलेर बिस्तारै अगाडि बढ्दैछौँ। सो गाइजहरू हेर्दै गर्नु होला। तर म चाहिँ 14 वर्ष पहिला गएको थिएँ, फेरि 14 वर्षपछि अलिकति परिवर्तन चाहिँ भएको रहेछ। पहिला चाहिँ भित्र जानलाई एकदम डर लाग्थ्यो, त्यहाँ पुरा अँध्यारो थियो, भित्र मन्दिरहरू थिएन क्या। अनि टर्च लगाएर हेर्नु पर्थ्यो। अहिले चाहिँ भित्र अलि मन्दिरको लाइट साइटको व्यवस्था गरेर झन् एकदम आकर्षण बनाएर रहेछ। जे होस् राम्रो बनाएर रहेछ। अहिले मान्छे भित्रै गुफासम्म पुग्ने रहेछन्। सो त्यो चाहिँ खुसी लाग्यो। सो म चाहिँ यताउति हेरेर पुरा एकदम कहाँ आएँ के आएँ, पुरा गुफाभित्र पनि यस्तो झिलिमिली छ क्या। यस्तो झिलिमिली छ गुफाभित्र पनि। म चाहिँ रनबुल्ल भइरहेको छु, यता हेर्ने कि उता हेर्ने भनेर। त्यो चाहिँ मयूरको चित्र रहेछ। त्यो चित्रमा नि यसो भिडियो गरौँ नि त भनेर चाहिँ गरिरहेछौँ। वा कस्तो दामी आइरहेछ है, त्यो टाउकोमा टक्क हात छोएर दामी आइरहेछ, दामी। सो गाइजहरू म चाहिँ अरू चाहिँ दर्शन गरिरहेछन्, म चाहिँ भिडियो बनाउने चक्कर छ मलाई। अनि यताको खिचौँ कि उताको खिचौँ कि कताको खिचौँ, त्यस्तै रनबुल्ल भइरहेछ। सो गाइजहरू हेर्दै गर्नु होला, यस्तो दामी दामी सिन छन्। अब हामी चाहिँ त्यो स्टेप पार गरेर फेरि अर्को स्टेपमा फेरि माथिको मन्दिरमा जाँदैछौँ। अनि तलको एउटा मन्दिर छ भयो, अब त्यो सिँढी चढेर माथि लास्टको मन्दिर छ, त्यहाँनिर जाँदैछौँ। सो मान्छेहरू पछाडि आइरहेछन्, हामी अगाडि बढिरहेछौँ। भिडियो कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला गाइजहरू। फाइनली अब हामी पनि माथिको सिँढी चढेर सकियो। अब हामी अब यताउति म तपाईँहरूलाई देखाउँछु माथि त्यो चट्टान कस्तो खतरा छ क्या। अनि पुरा चट्टान पनि माथि हेर्नु त कस्तो छ चट्टान माथि, पुरा भ्वाङ पर्या, त्यो पुरा ढुङ्गा हो। ढुङ्गा पनि कस्तो लहरो जस्तो क्या, त्यो ढुङ्गा पनि कस्तो हो त्यो लहरो जस्तो। अनि त्यस्तो पनि हुने रहेछ यार पहाड। अनि चाहिँ माथिको
माथि लास्टको मन्दिर हो त्यो, त्योभन्दा माथि गुफा पनि छैन, केही पनि छैन, लास्ट मन्दिर हो त्यो। मान्छेहरू चाहिँ आवजाव गरिरहेछन्, त्यहाँ पूजा चलिरहेछ। त्यो पुरानो कस्तो भङ छ त्यहाँ। अनि माथि त्यसमा चाहिँ अलि आकाश देखिने रहेछ, दुलो परे रहेछ, आकाश देखिने रहेछ। तल